yo, what's up? This is Kobe Reyes on your screen and this is my bro. Hey, my bro Nanu भनेको बिचमा पज भएको क्या नेभर माइन्ड यो चाहिँ हाम्रो जिन्दगीभरिको लागि यो के अरे सधैँभरिको लागि सम्झनाको लागि यो ब्लग हो हुन्छ नि थाहा छैन कहिले को मर्छ कहिले को जन्मिन्छ हामीलाई बाल यहाँ हाम्रो चियाबारी यस्तो दामी छ फुचाफुचीहरू जोत्मा झन्डीमा यहाँ तल गोल खेल्छ ऊ तल यस्तो दामी भ्लग त हुँदैन नि ब्रो ऊ तल हेर त त्यहाँनिर चियाबारीमा कमिला घुमेको तर देखाउनै मिलेन नि अनि यो चाहिँ हाम्रो घर जाने बाटो हो यो चाहिँ हाम्रो घर जाने बाटो हो अनि यस्तो हुन्छ खासमा तिमीहरूलाई हामीले देखाउन खोजेको चाहिँ हामी चाहिँ खासमा स्कुटरमा कुद्छौँ हामी चाहिँ धनी हो नि त तर हामी चाहिँ खासमा स्कुटरमा यसरी निस्केर आउँछौँ यसरी निस्केर आउँदाखेरि हामीले देख्ने यस्तो छ क्या नजरिया चाहिँ यस्तो छ क्या हामीले देख्ने नजरिया चाहिँ यस्तो छ हतार भएर पिछाड हेर्नु पऱ्यो भने पनि ठ्याक्क यस्तो हेर नि एनिमेसन गरेको ठाउँतिर हो क्या अब वी नेभर माइन्ड हेर न घर पनि कति राम्रो हुन्छ जहिले दसैँ आएर यस्तो होइन यो घरहरू जहिले यस्तो दामी हो चराहरू जुदिरहेछ यहाँ तल चराहरू जुदिरहेछ यहाँ तल अर्को चराहरू अरू चराहरू पनि जुदिरहेछ मलाई के थाहा त यस्तो हुन्छ भनेर जिन्दगीमा यस्तो फोन माफ गर्नु होला सर हामी यहाँ भुल्लेछौँ हाम्रो सरहरू जानुभयो अहिले भर्खरै फेरि कता हो सरहरू त मामाहरू जानुभयो तर विरङ्गी फक हुन्छ नि किनभने मामाहरूले के गर्नु मिल्दैन मामाहरू हामीसँग मामाहरू भान्जाहरू रक्स मामाहरू सक्स दामी है दामी तर म त कालो भएछु कुन फोटो खिचिरहेछ त्यो छतमा यहाँनिर यसले के को फोटो खिच्दैछ यसले बन्दुक त हान्दैछ नि जेन्जीहरूलाई पिसाब खिच्दैछ जस्तो छ ब्रो त छतबाट त्यस्तो गर्नु हुँदैन हौ छतबाट त्यस्तो गर्नु हुँदैन ए घाम लागेको हेर्दो रहेछ चाक टक आउँदो रहेछ ब्रोले नेभर माइन्ड ठिकै छ आजको मिनी भ्लग बवाल भयो फिचरिङ कपी रेस अनि घाम पनि डुब्दैछ दामी एकदम बवाल बादल माको छ नि तिमीहरूले संसारमा काहीँ पनि जाउँ यस्तो बादल देख्न पाएछ भने त नि देख्न पाएछ भने त नि माकसम देख्न पाएछ भने नि तिमीहरूले देख्न पायो भने त नि तिमीहरू त नि देख्न पाएछस् भन्छ नि तिमीहरू भनेर बिच्किदिने क्या पुरै इस्कुसको झ्याङहरू हेर त इस्कुसको झ्याङ पनि दामी छ क्या अब हाम्रोमा त यो हेर न भुइँमा पलाएको झार पनि यस्तो दामी छ क्या झार भनेर हुन्छ नि मान्छेहरूलाई हेर्छ नि त झार भन्छ नि पात भन्छ नि कस्तो पात पनि यस्तो दामी छ क्या हाम्रोमा हाम्रोतिर त गदा पनि ह्यान्डसम हुन्छ हौ यहाँ हेर त यो सुकेको यो खै के हो यो पनि दामी छ क्या सनफ्लावर हो यस्तो बबाल त सुकेको भयो भने यो किन यस्तो सुकेको थाहा छ यसले सन हान्थ्यो पहिला उब्बरे त्यही भएर यो सनफ्लावर भयो होइन यसले उब्बरे सन हान्थ्यो बिहानदेखि बेलुकासम्म सन हान्थ्यो त्यही भएर यो अहिले यस्तो भयो लुक दिइरहेको छ यो अलिकति बिच्केको रहेछ यो सन अनि म त बाटोमा म त उता कट्टु किनेर आएको मान्छे बाटोमा अलमल्लै त अनि म पनि गन्जी किन जाने क्या ए बडी बिल्डरहरू यहाँनिर हेर भर्खर जिम हानेर आएको दोस्त लास हात दुख्दिरहेको सुकेको जिउ 3 माना भात खान्छ 4 माना घिउ तर पनि किन लाग्दैन कविको जिउ डाक्टर साहब भिटामिन लेखिदिनु त डक्टरले भन्छ फेरि भिटामिन दिउँ अनि फेरि ल्याएर फेरि हामी सबै पिउँ छौँ अनि फेरि जिउ छौँ अनि फेरि हामी फेरि चिल छौँ अनि फेरि हामी फेरि सुन छौँ अनि फेरि हामी फेरि डुल छौँ यतिकै हान्दियो भने तिमीहरू रातभरि ऱ्याप सुने झ्याप हुन्छ घट्दैन यो रोकिँदैन इट्स अनस्टपेबल मलाई फोकस सो वी गर अरे कविता यहाँ हेर देख्यो एउटा कुरा के अलिक क्लियर आयो देखेन है अब हेरौँ ल अब देखिन्छ क्लियर देखिन्छ अझै क्लियर देखिन्छ क्लियर देखिन्छ के गर्दैछौँ फेरि यिनीहरू फेरि सोध्न थाल्यो एउटाले भिडियो खिच्दैछ अर्कोले टिकटक बनाउँदैछ हो तर यहाँनिर को मरेको छ च्याको बाल छैन उनीहरूलाई होइन
च्यानको बाल छैन है गाई चाहिँ चढेर बाजेको च्यानमाथि टिकटक बनाउँछ आएको छ आउँछ एकछिनमा म टिकटक भरेर कट्टी लिएर आउँछु ल ल यार जस्तो फन गाई ल यार राम्रोसँग जाऊ ल कपाल सबै काटेर घर हिँडेको माथि बिपारी साथी त सुहाउँछ मलाई अलिक सुहाउँदैन नि त भरे आउँछ ल ल फिक्स बाई बाई यार यो त फेरि मिनी भएको जान्छ साथी फेरि हो नि त चिल लभ यु हालिदिने क्या लभ यु जस्ट ल